सबैजना हुँदाखेरि अब साँझको बेलामा हिँडेर पनि राम्रो लाग्छ होइन। साँझमा अब गाउँमा हिँड्नलाई राम्रो लाग्छ र यसरी नै हामीहरू अस्ति म घर जाँदा यसरी हिँड्दै अब साँझमा अब आफ्नो गाउँ आफूलाई राम्रो लाग्छ, प्यारो लाग्छ, जन्मेको ठाउँ सुनकै लङ्कामा लगेर राखे पनि आफ्नो गाउँ त आफूलाई याद आउँछै होइन र। यो चाहिँ हो हाम्रो गाउँ, गाउँकै बाटो राम्रो छ, हरियाली छ र यो चाहिँ भयो तपाईँहरूको तोरीबारी। त घुम्न गएका थियौँ हामीहरू बहिनी घर र मैले भिडियो गरेर राखेकी थिएँ। यो तोरीबारी गाउँ हो, हेर्नुहोस् राम्रो छ। आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छ नि रमाइलो। अलिकति गान पनि गुनगुनाइदिएकी थिएँ मैले, स्वर त नभए पनि आफ्नो गाउँको बारेमा।